हेलो साथीहरू, आज मैले गेउमु सुपरबाट के ल्याएँ अब म तपाईहरुलाई देखाउँछु है त। यत्रो धेरै सामान देख्दा म छक परे। यत्रो धेरै कसले खान्छ, मैले खान्छु, जिउ हेर्नु न कस्तो छ। अब म तपाईहरुलाई देखाउँछु है त सामान। हेलो साथीहरू, मेरो खाइनु नै हेर्नु है त, म देखाउँछु के ल्याएँ त मैले। कति हजारको कति ल्याएँ देखाउँछु है त। यो साइडमा राख्छु। यो हो मेरो टोमेटो। जापानको सबसे सस्तो पसलमा गएको, त्यही पनि यस्तो छ होला। 335 रुपियाँको टोमेटो। रामेन पिरो पिरो, तर मैले धेरै पिरो बनाएर खाँदिनँ। यो पनि रामेन हो, यो नि रामेन हो। अहिले चाहिँ मेरो जिस्यु चलिरहेको छ, त्यही भएर चाहिँ मैले यस्तो रामेनहरू बोकेको। कहिलेकाहीँ कति खाना बनाउनु कि यस्तो झ्याउ लाग्ने, त्यही भएर यो हेर्नु है त। यो चाहिँ यो पनि ल्याएको छु, भोलि नाइट छ मेरो, त्यही भएर। यो छ अन्डा। अन्डा कति भने 300 को हो यो अन्डा। चार छ 150 रुपियाँको। यो चाहिँ अब यस्तो खाएर यस्तो मोटाउनु पर्यो कि नट्सहरू ल्याएको छु, यो मिक्सवाला यो ल्याएको छु 680 रुपियाँ। अनि यो चाहिँ यस्तो ल्याएको, यो चाहिँ मिक्सवाला 300 रुपियाँ पनि। यो रेब्रो काउली मसँग अलरेडी एक प्याकेट छ, त्यही पनि मैले ल्याएर राखेको। अभाकाडो चाहिँ 300 रुपियाँ रहेछ कि 5 वटाको, त्यही भएर ल्याएको। भिन्टी फ्रोजन, यो चाहिँ नझुकिनु है त। नयाँ आउँदै हुनुहुन्छ भने यस्तो खान्जी लेखेको थियो, यो चाहिँ सियोको खान्जी हो है। यो चाहिँ सियो हो नुन। यो मेरो चाउमिन, यो पनि ल्याएको छु। यो के भन्छ के रख्छ के, यो झोला सक्यो। यो पिस पाउडर भन्छ, यहाँ चाहिँ स्योकुपा भन्छ, यो पनि ल्याएको छु भोलिको लागि। टोमेटो क्यान, टोमेटो क्यान 2टा ल्याएँ। यो ल्याएँ भाँडा मात्ने। अनि यो पनि ल्याएँ, अनि यो पनि ल्याएँ भोलिको लागि। भोलि के खाने हो, के छ त्यस्तो भोलिको लागि। आजै चाहिँ बिदा हुन जान्छु, बाई बाई।